ल ल ल म भयो भन्छ नि चाहिँ ल अहिले यहाँ कत्रो छिप्लेमा आएछ विकास आइज विकास फोन यहाँ लडाइदिएको ल फोन ल ल ओइ कस्तो सुटेको यार लाइभ फोन त अड्किन्छ टेल हट लड्यो आयो ल झन्डै हेलो गाइज वेलकम ब्याक टु माई भिडियो होइन आज चाहिँ म उता कालिकाई कता जान आँटिरहेको छु अनि रेडी पनि भइसक्यो होइन रेडी पनि भइसक्यो अनि बुवा जाने मम्मी जाने त्यहाँ चाहिँ कन्फर्म छैन जाने खोज्दै हुन्छ होइन दुईजनामा जाने खोज्दै हुन्छ अनि को जाने थाहा छैन गिटार लिएर जाउँ किन अझै भन्नु भइरहेको छु म होइन गिटार चाहिँ लिएर जाउँ किन अझै अनि यता बाबालाई देख्न सक्नुहुन्छ होइन पछाडि बादल देख्न होइन अनि जान आँटेको अब म चाहिँ गिटार चाहिँ लिएर जाउँ किन जाउँ भन्नु भइरहेको छु म चाहिँ होइन हामी कालिका आइसकेको छु अनि यतापट्टि बाबालाई देख्न सक्नुहुन्छ यतापट्टि होइन अनि कालिका त्यस्तो पर्छ होला होइन भ्यूहरू पनि राम्रो छ अनि यतापट्टि सफा गरेछ मान्छेहरू सफा आम्मा दामी छ यार गाइसहरू भित्र टिकट काट्नु अस्ति त 35 रुपियाँ थियो आज 50 रुपियाँ अरे बढ्यो गर्दै क्या 35 रुपियाँ थियो अस्ति भर्खरै अहिले चाहिँ 50 रुपियाँ अरे तिर्दिएको टिकट पनि काटिसकेको थियो देख्दा होइन टिकट काट्छ भित्र फेरि अनि टोन के हो त्यो त्यस्तो त्यहाँ अनि यता अनि यता देख्न सक्नुहुन्छ पछाडि देख्न सक्नुहुन्छ अनि पछाडि बादल त्यो बर्को हो कि छ क्या 3जना आउनु खोजेको थियो मम्मी म बादल अनि 2जना मात्र आएको क्या बादल र म मात्र अनि हेर्नु नै यतापट्टि आइज न घरतिर अनि यतापट्टि देख्न सक्नुहुन्छ यतापट्टि होइन त्यो पाथी निद्रा लाग्यो भित्र छिरी बित्तिकै निद्रा लाग्यो हामी चाहिँ अब नाउखेल्नु भनेको के हुन्छ होइन दामी छ यार तर देवस गाई छ अरे यार राम्रो छ क्या ठाउँ चाहिँ यहाँ चढ्दैछु म पुलमा रोही चढ्दैछु अब यहाँबाट हेरेर पुरा ठिक छ क्या ठाउँ त यता यस्तो हेर्नु ठाउँ त दामी छ त्यो तर आज मान्छेहरू पनि आएको छैन कि त्यस्तो साह्रो अस्ति एकचोटिमा आउँदाखेरि त उभो आयो होइन योचोटि आएको रहेन 2 चलि भयो यहाँ आएको गाइस बादल छिराइज नि त के हो हात गलेर भ्लग गरेको कस्तो हात गल्छ हौ उता मान्छे पर मान्छेहरू देख्न सक्नुहुन्छ पर खोइ आइया जुम गरिदिउँ देखिएन त त्यहाँ देखाउनै खोजेको सबैलाई छ्या कस्तो टट्टी छ यार गाइजहरू पानीहरू पर होइन म चढ्नु त म त चढ्ल किन अनि कुदा न सिकी सु मजा हुन्छ झन् फोटोसोटो खिचिस् कि के गर्छ एकचोटि बनिदिनु पऱ्यो क्या भिडियो देखाइदियो त मलाई मात्र खाइदियोस् दामी छ यार गाइसहरू यहाँ हेरेर यता हेरेर यता अलिक टिकट चाहिँ पर होइन अलिक फेरि चढिदिनुपर्छ टिकट काट्ने बेला भयो यार गाइसहरू यतापट्टि हेर्नु न पुरा छ दामी छ तर ठाउँ चाहिँ ठिकै दामी पनि होइन भ्यूहरू बादल पछाडि अनि यतापट्टि पनि राम्रो छ क्या ठाउँ त देख्न सक्नुहुन्छ यतापट्टि हेर्नु ठाउँ यतापट्टि दामी छ यतापट्टि हेर्नु न दामी छ यतापट्टि पनि यो भित्र छिर्न 50 रुपियाँ होइन गाइसहरू अनि यो नाउ यहाँ भित्र यहाँ नाउ खेल्नुको लागि यो यस्तो फोहोर पानीमा नाउ खेल्नुको लागि 50 रुपियाँ होइन अनि केमा टिकट हाल्नु त्यहाँ पर 50 रुपियाँ
त्यहाँ पर 50 रुपियाँ, यहाँ 50 रुपियाँ, यहाँ 50 रुपियाँ गरी 150 अनि 150 मेरो लिएको भनेको 300 रुपियाँ लिएको छु। जम्मा दुईजना गरी टाँट भइसक्यो पैसा पनि। हेर गाइजहरू धन्न बादलले नि पैसा दिएको थिएन मात्र कि अन्त चाहिँ पैसा टाँट हुन्थ्यो। अनि भर्खरै अब छिट्टी आएको छु म त 12 बजीतिर आएको छु। अरू मान्छेहरू भर्खरै आउँदैछ क्या 2 बजीतिर चाहिँ होइन 2 बजीतिर चाहिँ ल पक्न अलि 2 बजीतिर चाहिँ मान्छेहरू यहाँ धेरै बेला हुन्छ क्या। अनि अब चाहिँ दामी हुन्छ क्या मान्छेहरू बेला भएपछि अहिले चाहिँ बेला खान्छ। हुन्छ खाने हो चटपटे बनी गरिदिने त्यो दिदीको चटपटे खाइदिनु पर्ने बेला हो क्या गाइजहरू। बनी दिदीको चाहिँ बनी गरिदिनु बेला भयो क्या। भर्खरै आम बन्छ अहिले भर्खरै। अनि अब योहरू कताबाट हेर्दा कस्तो देखिन्छ कताबाट हेर्दा कस्तो देखिन्छ हेर्नु गाइजहरू यार योहरू कताबाट हेर्दा कस्तो देखिन्छ। अनि हामीले चटपटे खाएर निक्लिसकेको छौँ क्या। अनि ट्री हाउस चढ्नु जाँदैछौँ। के लेख्छ यो के लेख्यो यो पढेर सुनाइदियो त बाबाले। गेटमा लगाएको फुल चुडेमा रुपा हाल्छ जरिमाना गरिने। ला गाइजहरू यार एक नचुडुमै फुल चुडेकै 500 रुपियाँ जरिमाना। राम्रो 500मा त 500मा त 5वटा फुल टिपिदिन्छु गाइजहरू यार। एउटा फुल चुडेकोमा 500 रुपियाँ अरे हो के भन्नु। अब यस्तो टट्टी ठाउँमा आएपछि यो कुकुरले बरु 500 रुपियाँ तिर्छ। यो कुकुरले 500 रुपियाँ दिन्थ्यो के भनेको छ पढेर सुनाइदियो तपाईँ। यहाँ सुनाइदिएर ओ यहाँ पढेर सुनाइदियो त के भनेको छ यहाँ कालिका सिजार तर पर्यटन क्षेत्र विकास मेरो नाम हालिदिएको त्यहाँ अरू कोही त्यस्तो केही पढ्नु होइन हिँड्न आइज ओ यता पो राम्रो भयो क्या त्यहाँ भन्छ के लेख्छ यहाँ कालिका सिजार सबै त्यही मात्र लेख्यो सबैतिर एउटै नाम मात्र लेखेको हो नत्र नि त्यो मोटो पातलाको फुच्चे यसले त मोटो पातला हालिन्छ अब के भन्नु। त्यस्तो अस्ति हामी यहाँ उयो हो त्यहाँ यो आलमा हामी अस्ति नाउ खेलेको नाउ खेल्दाखेरि यहाँ अड्केर थियो उता घुमेर निक्लेको नि अस्ति हामी त उता घुमेको अहिले देखाउँछु म तँलाई। अहिले उतातिर जानुपर्छ उता यस्तो घुमेर आउने बाटो छ टक्क कस्तो देखियो भने टेक्का भुट्नाले मार्ने यहाँबाट घुमेर आउने हो क्या। यो बिच्चाको ठाउँ छ नि हो त्यो घुमेर आउने हो क्या। यो रुखबाट सट्ट घुमेर यता निक्लिने हो क्या। यहाँ अल्झेर अस्ति न हो यार उ त्यहाँ मनिस निक्लेको नि त उ त्यहाँ हिरोलाई देख्न सक्नुहुन्छ। यहाँ चाहिँ हिरोलाई होइन जिरो हुनु खोज्दैछ हिँड्दैछ। अनि के हो त्यो चाहिँ होइन यतापट्टि के हो यस्तो होइन घुम्ने ठाउँमा के बनाएको यो त्यो भएर के बनाएको त्यस्तो टट्टी त्यो कुखुरा सुक्रा पालेको थियो क्या कुखुरा के हो खै के छ यो रुखमा हेर्नु त गाइस अब यो के हो बत्ती हो बत्ती। अब ट्री हाउस त पुग्न आँटिसक्यो म चाहिँ होइन ट्री हाउस चढ्ने कस्तो फिल आउँछ क्या म त्यो पानमारा ट्री हाउस तपाईँ सायद त्यो पानमारा ट्री हाउस चढेको बेला मैले भ्लग गरेको छैन र मनिष भ्लगमा हेर्नु भने देख्न सक्नुहुन्छ त्यो पानमारा ट्री हाउस होइन त्यो ट्री हाउस भने चाहिँ ओभर अग्लो छ यो ट्री हाउस चाहिँ टुप्पीसम्म छ राम्रो यार गाइजहरू टुप्पीसम्म छ यो ट्री हाउस। अनि मजा छ क्या यो ट्री हाउसमा चढ्नु पनि त्यो पानमारा यस्तो छ नि यो चाहिँ यसमा चाहिँ टिक्क क्या टक्क मिलेको छ क्या राम्ररी मिलेको पनि छ क्या यो ट्री हाउस। यो ट्री हाउसबाट भ्यू पनि राम्रो आउँछ क्या गाइजहरू। म तपाईँहरूलाई ट्री हाउस चढ्दाखेरि देखाउँछु पक्कै उहाँ हेर्नु न ओह माथि दामी छ यो ट्री हाउस तलबाट हेर्दाखेरि नक्कल देखिन्छ माथिबाट हेर्नु राम्रो देखिन्छ। अनि म चाहिँ यहाँ एन्ट्री गरिसकेको छु ट्री हाउसको माथि एन्ट्री होइन चढ्नु थालिसकेको थियो देखिन सक्नुहुन्छ सिँढीहरू पनि राम्रो दामी हो माथिसम्म हेर्नु न हौ माथि बस्ने ठाउँ पनि छ हौ ट्री हाउसको माथि टुप्पोमा बस्ने ठाउँ पनि छ दामी छ अस्ति नै यहाँ चढेको ट्री हाउस चाहिँ हामी यो ट्री हाउस चढ्दाखेरि अस्ति नै क्या गाजेगोटी खाने मान्छेहरू बाँतेर बसिदिरहेको थियो यो ट्री हाउसको टुप्पोमा सबलाई थर्काउँदै बसिरहेको थियो ए गर्ने
मुनिका अनि म त डरले तल बस्थेँ नि हौ खान्छ कि भनेर मलाई गाई छ यार गाई छ तर केही छैन ठिक छ एकदम होइन ट्री हाउसको माथि आइसकेको छु अनि बादल देख्न के मलाई थाहा छैन यताबाट केही देखिँदैन त नि ट्री हाउसबाट तल झर्दैछु अघि माथि पुगिसक्यो पुगेर तल झर्दैछु बादल चाहिँ पछाडि गीत गाउँदैछ पुरा पुरै गीत गाउँदैछ मेरो अर्केस्ट्राबाट बोल्दैछ हेलो गाइड्सहरू होइन म चाहिँ देखेर चाहिँ तपाईँहरूलाई यहाँ कालिकामा के हुन्छ के देखिन्छ भनेर भन्न कस्तो छ भन्नु नि त यही हो क्या त्यो अघि मैले भनेको थिएँ नि यताबाट घुमेर जानुपर्छ भनेर यहीँबाट हो क्या यहाँदेखि जान्छ यताबाट आउँछ क्या ऊ त्यो छ नि हो यताबाट उता घुम्छ नि यताबाट आउँछ अनि यताबाट जान्छ क्या तर पानी नभएर अलि अलिकति नराम्रै छ भन्नु पर्ला जस्तो लाग्छ मलाई के भनौँ के हो यस्तो यो सुरक्षित गरेको अरे क्या भन्नु पायो भन्नेमा जे पायो त्यही भनिदिने भने जस्तो कुरा भयो त गर्नु पायो भने जे पायो त्यही गर्दैछ उहाँ हेर्नु न माथि उहाँ हेर्नु सिडीको सिडी आम्मामा सिडी बादल मन चढेको टुप्पोमा आइसकेमा चाहिँ सब भलिबलको छाप के हो छाप हो यो त्यो माथि चढेको थियो क्या अघि हो त्यो रुखको टुप्पोमा दामी छ त्यो रुख पनि हेर न दामी छ यताउति भ्यू यहाँ हेर्नु बादल कुद्दैछ के गरेको थियो ए म झरिसकेँ होइन मेरो चाहिँ आफ्नै ताल झेल तालमेल तालतेल तिलमेल पिलमेल ढिलमेल चिलमेल हिलमेल के हो यतापट्टि अनि म चाहिँ यतापट्टि जाँदैछु क्या शीतलमा बस्नुलाई यहाँ आएर गाइछहरू झापामा चाहिँ घाम पनि कति लागेको पानवरभन्दा बेसी लाग्छ यार गाइछहरू धरानभन्दा बेसी लाग्छ घाम के भन्नु गलेर मर्न आँटिसकेँ अनि चढेको आइया मर्दिउँ तँलाई मर्दिउँ कि तँलाई मर्दिउँ बच्चाको खेल्ने ठाउँमा होइन बसिन्छ पहिला बकाइ यो बखा बखा म पनि आउँछु म पुगिसक्छु अरे म त आइसकेँ त ल म भयो भन्छ नि अहिले चाहिँ ल अघिदेखि कत्रो छिप्लेमा आएछ अरे विकास आइज विकास फोन यार लडाइदिएको ल फोन ल कता सुटेको यार लाइभ फोन चर्किन्छ टेल डिटेल हो आयो आएन आयो बोलो म खेल्छु क्रिकेट खेल्ने ठाउँमा हामी पुरा खेल्दैछौँ क्या यहाँदेखि सक्छ यो पकड त यो भित्र आऊ बुन्नु यो भित्र माथि हुन्छ यहाँ मजा हुन्छ आऊ बुन्नु आऊ गाई छ यार केटाकेटी खेल्ने ठाउँमा खेल्दैछ क्या बुढाबुढीहरू भेला भएर आयो कस्तो अप्ठ्यारो छ कत्रो टाउको ठोक्यो यार गाई छ अघि यार झन्डै मऱ्यो नि उता हेर्नु कस्तो मजा हुन्छ यार यो खोलेको थिएन क्या अघि त्यही भएर देखाएको थिएँ नि तपाईँहरूलाई गाई छोडेर त म चढ्छु हेर्नु गाई छोड छिरेको यार गाई छोडेर देख्न सक्छ म जाँदैछु हेर्ने गाई त्यहाँ पुरा भइदिएर खेल्दा कस्तो बजाउँछ हेर्ने यहाँ हेर्ने यस्तो घुमेर आउँछ क्या एउटा मैले यो देखेकै थिइनँ यार अस्ति अगाडि आउँदाखेरि पनि यहाँ म जेलभित्र छिर्छु अब यार गाई छ यार हेर्नु यार गाइजहरू जेलभित्र छु यार जेलभित्र थुनिदिइरहेछ मलाई म चाहिँ यहाँबाट छिर्नु ओइ बाबाले यार बोलो आइज तँलाई यहाँ घुमाइदिन्छु ओइ
नसकी नसकी के गरेको त्यसले नसकी चलाउँदैछ के हो घुम्नु थिएन न त्यो पुरा ठेला न हामी त ट्रेनमा त नचढ्नु भन्छ नि पाल्दै छैन वेलकम गाइस अरे यार बुढा कत्रो बजायो आऊ यो भित्र बसिन्छ चालिका भित्र दामी खाएर गाइस ठिकै छ दामी छ यार गाइस अरे यार चाहिँ खोइ कहाँबाट छिर्ने हो यहाँ जेलभित्र कसरी छिर्ने हो के गरेको त्यो बाबु केटाकेटी भनिदिएको पानी नै पानी छ यार ए पानी ओइ म लड्छु हौ सरी चिसो पानी लिएको थिएँ तातो बनिसक्यो पानी पनि देखेको हुन्छ अनि मलाई राम्रो देखिरहेको छ होला नि त होइन देखेछ हेर्नु न यहाँ बस ठाउँहरू यार गाइजहरू म केटाकेटी खेल्ने पिङमा खेल्न थालिसकेँ देखेछ पुरा त्यो हेरेर त्यो त्यहाँ बरु कत्रो घुम्दै छ क्या हुँदा हुँदा केटाकेटी खेल्ने पिङमा खेल्दैछु क्या यहाँ नै नभए लड्यो ल झन्डै पछाडि हौ ओ आइज ओ बादल बादल यहाँ आइज नि यहाँ म यहाँबाट चढिदिन्छु ल यहाँ हेर्नु यसरी यस्तो यहाँबाट चढिदिन्छु ल हेर्दा सकिँदैन यार यहाँबाट चाहिँ सकिँदैन म यहाँबाट चढ्छु यहाँ चढ्छु होइन फुल्ली चढिदिने हो क्या कस्तरी चढ्नुपर्छ टक्क लागेर म दामी छ यार ओभर छ हौ गाइस यार यहाँ अस्ति नै त्यस्तो मजा आएको थिएन यार आज त के हो यस्तो यहाँबाट झर्ना दिएछ हेर बादले आइज त यार गाइस अरे यहाँ चाहिँ बर भयो क्या मजा भयो यहाँ चाहिँ मजा भयो खुट्टा भाँच्यो अरे गिद्दी होइन कस्तो छिटो छ अरे यार यहाँ मजा हुँदो रहेछ यार गाइजहरू यार यहाँ चाहिँ मजा हुँदो रहेछ खेल्छु होस् आया झर्ना हेर्नु यहाँ त्यस्तो छ यहाँबाट झर्ना भ्यूहरू दामी छ बुढाबुढीहरू त्यता पानी खान्छु पहिला पानी खानु पऱ्यो बिचमा खेल्दैछु 20 रुपियाँ यार गाइजहरू 30 रुपियाँ भन्दै थियो 20 मा उठाइ आइदिएको म त रब्बर छ बादल यहाँ आइज यहाँ मजा हुन्छ मुला यहाँ नै हेरे गाइजहरू यार अब कस्तो झर्छ यहाँ झर्नु चाहिँ मजा हुँदो रहेछ हौ जे होस् यहाँबाट झर्नु क्या एकछिन त सात्तिको जस्तो हुन्छ हौ एकछिन त डर लाग्छ नि त फेरि त केही हुँदैन रहेछ नि त यस म कम्पो आइसक्यो होइन हामी चाहिँ यहाँ फर्केर घर जानेछौँ आमामा यता तातो घाममा देख्न सक्नुहुन्छ यतापट्टि तातो घाम यतापट्टि होइन अब छिटेको त्यही भित्र हो आम्मा यस्तो थाहा छ कि मरिन्छ यार छाता पनि लिएको छैन होइन अब चाहिँ मरिने हो यार झापामा छ यार गाइजहरू अनि के अरे अनि यतापट्टि आमामा भ्यू कस्तो देखिन्छ हौ भ्यू पनि ठिकै देखिरहेको रहेछ होइन यतापट्टि बाँसघारी हेर न बाँसघारी कता यतापट्टि माथिको एउटा फेरि अझै घुम्ने ठाउँ छ अरे है हो त्यो खाले उतिबाट कताबाट उँभो जानुपर्छ भने चाहिँ हामी चाहिँ जाने घुम्न जान सक्छौँ होइन भन्न सक्छु तर यता पाहाड चाहिँ देखिँदैन क्या गाइस पाहाड कहाँ छ भनिदिनु पऱ्यो क्या खोइ पाहाड कहाँ छ यता चाहिँ पाहाड खोइ पाहाड यो पाहाड भन्नु होला नि फेरि बाँस झ्याङ्रा उयो मात्र हो नि फेरि बाँस झ्याङको बिचमा छौँ हामी त्यो बाँस झ्याङ भने यतापट्टि फेरि पाहाड भन्नु होला पछाडिको पाहाड टाढ हो पाहाड टेप्ने होइन ए फेरि जाने त्यही लिएर बादल जाने है
4% छ फोनमा चार्ज गर्ने यार गाइस आम्मा सही त खतरा त आन्टीको त हाँ सही त खतरा त यस्तोहरू क्या हेर गाइस यार यस्तोहरू सही सही हेर टिकट वाला टिकट सही हेर्नु पर्यो खोइ देखाइदिनु मजाले ए औडा 1.5 लेख्दिएर हो क्या त्यो त्यस्तो छिटो लागि ए हात चाहिँ त्यस्तो छ त्यो आन्टीको आमा